यो पनि मै, यो पनि मै, यो पनि मै। हेर्नु साथीहरू, मेरो वेट लस यो कुर्ता देखिहाल्नुभयो त्यहाँ फोटोमा होइन, यो यस्तो टाइट हुन्थ्यो होइन, यो यतिको भएको छ। यो टाइम लाग्यो मलाई लगभग 2 वर्ष यतिको हुनलाई होइन। अनि गाह्रो छ, एकदमै गाह्रो छ। म भन्दिनँ सजिलो छ गर्नु भन्नु, किनभने एकदम बढी गाह्रो छ क्या यतिको हुनलाई। धेरै गर्नुपर्छ, यसको टिप्सहरू छ, कलर छ। र सबभन्दा मेन इम्पोर्टेन्ट के हुन्छ थाहा छ? पेसन अनि वेटिङ टाइम। तपाईँहरूले आफूलाई यति टाइम दिनु कि अब कसैको शरीर होला त्यही अनुसार 2 महिना 4 महिनामा रिजल्ट आउँछ होला, कसैको 1 महिनामा, कसैको 15 दिनमा आउँछ होला। तर मेरो शरीर चाहिँ कस्तो थियो भने 6 महिना, लगभग 9 to 10 मन्थ, 12 इयर मन्थै भन्दा नि हुन्छ क्या, 1 वर्ष जस्तो लागेको थियो क्या मेरो देखिनलाई चाहिँ क्या, मेरो रिजल्ट देखिन चाहिँ टाइम लागेको थियो। किनभने मलाई मेरो शरीरलाई वेट लस हुनु एकदमै टाइम लाग्ने शरीर थियो। ट्राई गरेको नगरेको होइन, कति गर्दै कति खाना खाँदैन थियो, बेलुका स्किप गर्थेँ के गर्नु, तर त्यो उयोबाट एकदमै राम्रोसँगले जाँदैन थियो क्या। त्यसको स्टेपहरू फरक हुने रहेछ होइन। हामीले एउटा भन्छौँ खाना कन्ट्रोल गऱ्यौँ, तर खाना नि के चाहिँ कन्ट्रोल गरौँ भन्नेमा धेरै फरक पर्छ है। मैले चाहिँ के गरेको थियो भन्दाखेरि खानालाई एकदम पोर्सन हुन्छ नि, पोर्सनलाई कम गरेको थियो। कम्प्लिटली एकैचोटि अभोइड गर्ने एकदमै गाह्रो हुन्छ, किनभने हामीले सबै कुराहरू खाइराखेको हुन्छौँ होइन। त्यो सबै खानेकुराहरूलाई कन्ट्रोल गर्न हामीलाई एकदमै बढी गाह्रो हुन्छ। तर सकिन्छ। कसरी सकिन्छ भने चाहिँ म नेक्स्ट भिडियोमा भन्छु ल।